नमस्ते म कैलाश घिमिरे मेरो युट्युब च्यानल तर्रा टिभी लाइभ कमेन्ट सब्सक्राइब अनि सेयर गरिदिनु होला। मलाई चाहिँ यहाँ तर्रामा कुकुरले टोटलमा स्कटिङ गरेर चाहिँ वाक्कै लाउँछ। ल कुकुरले चाहिँ खै के हो मलाई त्यो कुकुरहरूले टोटलमा मलाई कुकुरले स्कटिङ गर्दा के भएको यो। ल ए खिचिरहेको ल दाइ खिचिहाल्छु त कुकुरले त के स्कटिङ गर भर्खर टोटलमा। मलाई चाहिँ टोटलमा कुकुरले स्कटिङ गर्छ। म चाहिँ कुकुरलाई सानोदेखि माया गर्छु, बिस्कुटहरू खुवाउँछु। अब यस्तो के भन्छ भने ज्योतिषशास्त्रहरूले गौदशा कट्छ भन्छ, त्यही भएर अब म चाहिँ अब जहिले पनि बिस्कुट खुवाउने गर्छु टोटलमा। अब यहाँ कतिजना कुकुर लाइन आएको, तिनवटा त आएन सोध्छ बसिरहेको रहेछ। अर्को पनि आइसक्यो भने चारवटा आइसक्यो। कुकुरको झगडा पर्न आँटिसक्यो मलाई स्कटिङ गर्दा गर्दै। होइन होइन ल आइज एउटा यो दिनु बिस्कुट ल। कुकुर यो चाहिँ सानो कुकुरलाई माया गर्छु। अब कुकुरले आयो पनि छोड्दैन। कुकुरलाई बिस्कुट अझ एउटा दिन पुग्दैन। बिस्कुट दिनुपर्छ नि त, ग्रदसाहरू कट्छ नि त ग्रदसाहरू। बिस्कुट किनिदिएको कतिवटा दुईवटा कति रुपियाँ दिएको छ 50 त्यो सबै ल्याउनु बिस्कुट सबै यसले म भरिदिन्छु तँलाई खुद्रा पैसा ल त के गर्छु गरिदिन्छु होला। ठिकै छ नि त। 50 मलाई पनि एउटा दिनु नि त। दुईवटा दिनु दुईवटा बरु 50 दिनु है मलाई चाहिँ ल। बिस्कुट यहाँ चाहिँ मलाई चाहिँ टोटलमा 5वटा कुकुरले स्कटिङ गर्छ है डेली। यो टोलमा 5वटा उता अर्को छ फेरि एउटा उता टोटलमा कुकुरले स्कटिङ कुकुरले स्कटिङ गर्छ है मलाई चाहिँ। मेरो सबै कामहरू राम्रो हुन्छ ल। म चाहिँ कुकुरलाई बिस्कुट दिन्छु बिहान बिहानै जहिले पनि। आफ्नो व्यवसायहरू गर्छ भने जति शास्त्रले उसले गर्छ। मैले टोटलमा कुकुर पालेको छु। यहाँ 5वटा कुकुर पालेको छु। अब उता अर्को टोल जाँदा अर्कै टोलमा कुकुरले स्कटिङ गर्छ। हाम्रो दाई हुनुहुन्छ भया इटरी 1देखि इटरी 20सम्म त नेपाल आउँदैभरि भग्लु पेन्ट्सबाट आर्ट गर्नु पर्यो भने गोर्खा डिपार्टमेन्ट के अरे गोर्खा डिपार्टमेन्टको अगाडि त्यो उसमा पेन्ट गर्ने हाम्रो दाई नै हो। घर पेन्ट सेन्ट सबै काम हुन्छ है। त इन्टरनेसनल पेन्टर हो फेरि उहाँको दुबई। कुकुरलाई चाहिँ बिस्कुट दिनुपर्छ ल। राम्रो हुन्छ सबैलाई सबैले दिनु होला ल कुकुरलाई बिस्कुट दिनुपर्छ। ग्रदसाहरू गर्छ। धन्यवाद मेरो प्रशंसा गरिदिनु भएकोमा। मेरो भतिसले रिसिभ भने मैले 14 वर्षको पत्रकार त हो नि, बाल पत्रकारबाट सम्मान पाएको मान्छे हो। मफसल साप्ताहिकको तर्रा संवाददाता हो म 14 वर्षको उमेरमा। पुगेन डोची मलाई टक्क डोज पुगेपछि फेरि आफै साइड लाग्ने बानी छ। फेरि यसरी टक्क बिस्कुट खाएपछि आफै जान्छ। ए चम्पावती यो कुरो नाम चाहिँ मैले राखिदिएको ल। यो कुरो नाम चाहिँ मैले राखिदिएको चम्पावती है। चम्पावती ल ठिक छ। चम्पावती हो यसको नाम चाहिँ। ए टङ्चो नाडङ हाल्छ तपाईँलाई गरिहाल्छ नि त। अब बिस्कुट हामी गर्छ त यसले त भोलिदेखि दाइलाई पनि स्कटिङ गर्ला जस्तो छ। मलाई स्कटिङ गर्न छोड्नु लाग्छ जस्तो छ मलाई त। ए दो यसले सपोर्टिङ मलाई गर्छ तँलाई गर्दैन। मलाई हिँडेपछि मसँग आउँदैन। कति खान्छ अब अझै खान्छ भने टकटक जाने भन नाभे भग्लो नाभे काफी छ अझै दाइको। अझै खान्छ अझै खान्छ अझै खान्छ अझै खान्छ अझै खान्छ यिनीहरूले अझै खान्छ।
म लगानी गरिहाल्छु नि भनिदिनु नि यता आइज यता आइज छ सुरुमा हाम्रो दाइले अझै 5 वटा दिन्छ नि 5 वटा अघि मात्र नमाग्छ पानी कुरा पुरा भइहाल्छ नि पुरा भइहाल्छ 5 वटा ल यसले चाहिँ मासु मात्रै खान खोज्छ कि मासुमा झगडा नगरी खाए झगडा गरेपछि फेरि के गर्नु के खान्छ हस् त मेरो युट्युब च्यानल तरुरा टिभी लाइभ कमेन्ट सब्सक्राइब अनि सेयर गरिदिनु होला